साथीहरु म चाहिँ अब रेडी हुँदैछु बर्थडेमा केक काट्नको लागि। यत्रो जन्मेर यत्रो भइसक्यो, यो पालि चाहिँ केक काट्ने भनेर भाइले ल्याउँदैछ। सो म चाहिँ अब केक काट्नको लागि लुगा लाउनु पर्यो। कति धेरै टिका बनाउनु भएको त, मान्छेहरु चाहिँ कोही छैन, घरकै जानहरु हो। अनि त्यसपछि जन्मेर यत्रो कति वर्षपछि चाहिँ अब बर्थडे मनाउँदैछु, फर्स्ट चोटी केक काटेर। त्यही पनि भाइले ल्याइदिएको भएर खासै मनाउने भन्ने त कुरै थिएन। अन्त अब म चाहिँ रेडी हुन्छु ल साथीहरु। बस्नु है, बस्छु। म चाहिँ बर्थडेको लागि रेडी भइसके, साडी लगाएर। सबैजनालाई सरप्राइज भयो हैन बेलुका साँझमा। छोरो आऊ खोइ त काकीहरु चाहिँ अब काट्दिहालौ। मेरो त छोरा नि पैसा कान्छी काकी कहाँ गयो? सानी काकी बिहे भएर गयो किन? सलिले छेति भनेको सलिले गरेर प्या गरेर बसिरहेको। सलिले कहाँ होला अब? म बस तपाईँ नि सबै गर्छ अब। तिमी नि मेरो काले चाहिँ ल खै काकीहरु आएन एकैचोटि गर्नु नि। आउने होला। त्यही त कुर्दैछु। पाउनु था। पाउनु न। मलाई त अनौठो लागिरहेको हो केक काट्नलाई त। काकीहरु कहाँ गयो? नगर्न म धुमसेको त। म त धुर्मुसेको त म धुर्मुसेको नगर के। सुन्तली बनाउनु नभए धुर्मुसेबाट आउँछ र धुर्मुसेको बनाउनु पर्दैन भन्छ। अनि म धुर्मुसे झन् म चाहिँ धुर्मुसे था भनेको। अनि ज्ञानी भएर चाहिँ यार भात खाएको भन्नु त सलिनान बसेको क्या 5 जनालाई बनाखा को बसेछ यार पर्दैन होला नि पैसा पर्दैन 2 जनालाई भयो अनि 4 जना 5 जना भयो एउटा चुइकामा पैसा पर्दैन जेनी 5 जना तपाईको धेर लाउनु नि हुने रात रे चामल दिएर मात्र झन् पानीले भिजी धान जमेमा उम्रिरहा अनि चामल लिएर पाल्नु हुन्छ। मेरो सगा त बुवाले तल दिन सके अनि चौता काम कहाँ ल्याउँछ अहिले है आशीर्वाद धेरै पढ्ने अनि भनेपछि कमाएर कुटाउ बेरा ठाउँ पुग्नु अनि नसोध्नु, खाखामा उम्लिनु, भुइँतिर बस्नु, जग्गाले बस्नु। किन दिनु पर्यो होला पैसा? म त कहाँ जानु होला? आइदिनु ढोग्नु पर्यो। ढोकिसे यसलाई लिएर गएर हुन्छ। ओइ खोइ केक लिन आउनु हो ब्रो। सबैजना किन काकी तपाईँ यो पिला थ्याङ्क यू भन। केटाको कुरा केही सुनेन हेर। हजुर ल काली तेरामा आउँदै आउँदैन सानकाली ए ना जेनिसा ओ भाइले रे काकी आउनु न बोल्ने भाइ लो घरिसो कालेको त भाइ किन समय खाइसेर सबै पार्दै हो क्या अनि किन जाने मलाई चाहिँ अगाडि लहार्दिहाल्नु पर्छ। म त लखाइहाल्छु म त गइहाल्छु यता सिजन बनाउनु ढिलो हुन्छ आइज मान्छेले टिका लाउने भए अगाडि आऊ जे टिका लाउने भए आइज 5 जना पुर्याउनु पर्छ तिमी आइकन ना बोल्ली रे यहाँ बोल्ली रे अनि बिज आइज कहिले काले दिनु जो नक्कले एसेन ना खायो नि खायो बेमलाई ओ बबी आइज सम्बन्धै म सबले बाडै न के मागेर म दे दिन्छु म दिन्छु दिन्छु खाले खायो हो उयो कालेले दियो
कालीले दिसे अघि नै क्यामेरा कता हा केटा तैँले खायौ म खान्न हेलो गालामा खाइदिएर यार काकीले दिएर मैले त्यतिले लास लागेर आज त ए नखाने रे अरे सबै सरे खाइदियो मम्मीको साथमा तिमी खाइदियो दिन्छु चिनिसामा छ काकी छ सबैलाई पुऱ्याउनु पर्यो नि त साल सबैले दिनु जाँदो गिलास छैन थालमा यो मेरो कति वर्षपछिको जन्मदिन मनाएको अनि म भिडियो हाल्छु नि त केही हुँदैन कि अब सबै गिलासमा बुढ्कामा बिर्सेर किन गिलास चाहियो पनि अब त्यहाँ भोलि जुवाइलाई देखाउनुको लागि घुराएर तिमीहरू दालमोट चिसो खाऊ भाइ रुएर क्या बोला अङ्कल मात्र छिटो दिए हुन्छ कि हामी तिनजना भयो भने सानो कालले चिसो दे बबीलाई नि केक दिए छैन होला बबी बिहे चिसो आमा चेस गर्न जानु के नखाने भइसक्यो हेर्नु ल आजलाई अब बर्थडे पनि मेरो मनाइयो लडिहाल्छ नि म त आजको बर्थडे मनाएर किन पुरै नछरे चिसो चिसो दिनु हुन मुमालाई सस हुन्छ हेर्न दिनु हुन्छ चिसोले नि स्वास भएर कस्तो हुन्छ म चाहिँ बाबुलाई भात खान दिनु पर्यो भाइ माखानी र पख फेरि केक लिएर आउनु रे मिठो हुँदो रहेछ एउटाले भिडियो गरेर भोलि जुवानले देखाउनुलाई उल्कै गरेछ म
अब के गर्नु त बल्ल बल्ल जन्मदिन मनाइरह पारै यत्रो पछि अर्को पाएर नि अर्को जन्मदिन भनेर आफूलाई थाहा होला नि त नि मैले नि बिर्सेछु भने मलाई नि बिहान सालले भन्दै थियो अनि मैले त के अरे ह्याप्पी बर्थडे भन्नु पर्यो भनेर मेरो नि भोलि र पर्सि त बर्थडे छ ह्याप्पी बर्थडे भन्नुपर्छ धान काट्ने दिन र के अरे काकी हो नि बर्थडे हो र काकी मेरो त होइन दाइ मेरो साउनमा गइसक्यो ए आउँदा अर्को वर्ष अरूकै हो मेरो त माम खाऊ न खाऊ 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 माम खाऊ ल म पानी खोजिदिन्छु ए रोक्सी यहाँ छ है एकपल्ट डाक्कै अलि भात खाने बेलामा त चिसो केकहरू खानु खाएको छैन केक थोर थोर खा धेरै नखा घाँटी फेरि कोतारिन्छ बर्थडे मनाएपछिको हालत चाहिँ यस्तो छ छोरा रकरक्दी हेर के हो यो लुगा भरि रातै मेरो लुक चाहिँ यस्तो आइसक्यो अहिले चाहिँ सबै चेन्ज गरेर अब मुख धोएर सुत्न पर्ने छ मेन भनेको चाहिँ केक काटेको भिडियो बनाउन पाएन सो अब म चाहिँ केक काट्नमा बिजी भएँ अब मोबाइल समाएर भिडियो बनाइदिने मान्छे चाहिँ भएन सो साथीहरू मैले जति सक्छ जति भ्याउँछ त्यति चाहिँ बनाएँ सो साथीहरू बर्थडे त मनाएँ तर केक काटेको भिडियोहरू चाहिँ बनाउनै पाएन अब कसले बनाइदिनु है अरू भाइहरूलाई बनाइदिन भनेको नि मानेन अनि मैले चाहिँ आफूले जति सक्छ त्यति चाहिँ बनाएँ अब के गर्नु अब एउटा भिडियो बनाउने डन्ठा नकिनी भएन मलाई भिडियो कसैले बनाइदिएनन् बनाइदेऊ न भनेको मानिँदै मानेनन् र साथीहरू मैले चाहिँ सोचेको थिएन आज चाहिँ मेरो बर्थडे मनाउँछ भनेर साँच्ची भनौँ भने मलाई आज मेरो बर्थडे भन्ने पनि थाहा थिएन भाइले मेसेज गरेर ह्याप्पी बर्थडे भनेपछि चाहिँ थाहा भयो अनि त्यसपछि सो आज बर्थडे मनाउँछ भनेर पनि थाहा थिएन केक लिएर आएको रहेछ अनि यत्तिकै एकैचोटिमा मनाइयो यता टोलको आन्टीहरूलाई बोलाएर धेरै ठुलो त गरिन सो अब त्यस्तो प्लानहरू केही थिएन नि त अहिलेसम्म जन्मेदेखि अहिलेसम्म मनाएकै छैन भनौँ भने अब स्कुल पढ्ने बेलादेखि अहिलेसम्म एउटा चक्लेट धरी कसैलाई बाँडेको पनि छैन सो आज चाहिँ एक्कासी केक काटेर सरप्राइज भएँ म चाहिँ अन्त आमा मेरो बर्थडे भन्ने थाहा थिएन तपाईँलाई कहाँ थाहा हुन्छ तपाईँलाई बिहान बेलुका भात खाना र बारीमा काम छोप्न मात्रै थाहा हुन्छ नि के भन्नु तिमीले अब हुन त अब मलाई त थाहा नभएको अब बिचरा आमाहरूलाई झन् कहाँबाट थाहा हुनु र अन्त मेरो छोरा चाहिँ यहाँ खेलेर यत्रो 10 बजिसक्यो सुत्दैन त बा सानो काले सुत्नु पर्दैन हजुरलाई मेरो छोरा पनि मेरो बर्थडेले रातै भएको छ ल साथीहरू यस्तै भयो मेरो चाहिँ आजको दिन चाहिँ अनि साथीहरू मैले चाहिँ भिडियो बनाउँछु भन्दै थिएँ हैन बनाउनै पाएको थिएन के अब बनाउनु त बनाइराखेको छु तर पनि अपलोडहरू चाहिँ गरेको छैन मैले हजुरहरूलाई चाहे भने दसैँको भिडियोहरू हेर्न मन लागेको छ भने कमेन्ट गर्नु होला अन्त मैले भिडियो चाहिँ नहालेको 2-3 महिना नि बढी नै भइसक्यो सो साथीहरू अब चाहिँ भिडियोहरू रेगुलर ल्याउने कोसिस गर्नेछु अनि स्कुल पढ्ने बेलादेखिबाट अहिलेसम्म 11-12 सकेर पनि यत्रो छोरा पनि भइसक्यो अहिलेसम्म एउटा चक्लेट धरी बाँडेको थिइनँ सो एक्कासी केक काट्दा चाहिँ मलाई कस्तो अनौठो लाग्यो अलिअलि लाज पनि लाग्यो अब के गर्नु ठिकै छैन भाइले ल्याइदिएको अब काटि त हाल्यो अनि आज चाहिँ भाइ चाहिँ काठमाडौँबाट आएको हो कि अनि त्यही भएर म चाहिँ सरप्राइज भएँ अनि त्यसपछि ल साथीहरू अब मेरो भिडियोहरू कस्तो लाग्छ के लाग्छ हेर्दै गर्नु होला अब मम्मी चाहिँ मासु टोक्दै हुनुहुन्छ एक्लै गम भात खाइरहनु भएको छ नि
अनि यो बर्थडे मनाउनुमा चाहिँ भाइको ठुलो हात छ। उसलाई चाहिँ म के भन्न चाहन्छु भने धेरै धेरै धन्यवाद। यति नै भन्छु, अब मलाई खासै केही भन्न आउँदैन। आजलाई चाहिँ यति नै। अब नयाँ नयाँ भिडियोहरूको साथमा आउनेछु, हजुरहरूले हेरेर साथ दिनु होला। बाई बाई।